हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ म यो करेन्टको रेसिपी देखाउन गइरहेछु। सुरुमा यसरी पानीमा बोइल गरेर प्याजको पत्ताहरू राखेँ, अलिकति मिल्क राखेर यसरी बोइल गर्दै गएँ। त्यस पछाडि सुरुमा चाहिँ त्यो पानी उमालेको थियो नि, त्यो पानीलाई चाहिँ हटाएर मिल्क राखेको मैले। अनि यसरी चलाउँदै गर्ने, अनि त्यस पछाडि पाक्नलाई छोडिदिने। अनि त्यसपछि यो चाहिँ यसरी पाक्दै गरेपछि त्यसको सुपहरू हाल्ने, त्यसको मसलाहरू हैन, त्यस पछाडि त्यहाँनेरि सिजनिङ पाउडरहरू पनि के हुन्छ, त्यस पछाडि सबै थोक हाल्ने। त्यस पछाडि रातो कलर दिने, त्यहाँनेरि एउटा उयो हुन्छ त्यो पनि हाल्ने, अलिकति मसला पनि राख्ने, अन्त पकाउने। यसरी चाहिँ चिज मन पर्नेहरूको लागि चाहिँ एकदमै बेस्ट हुने। हेर्नु न, बाफ उठिरहेछ, कति मिठो देखिरहेको छ। अनि चाहिँ म यसरी खानातर्फ लागेँ, यसरी पकाइसकेँ। अनि त्यस पछाडि खानातर्फ लागेँ। अनि मैले सुरुमा टेस्ट गरेँ, तातो थियो, अनि फु गर्दै खाएँ। यति मिठा थियो है, मलाई यस्तो मिठो लागेको थियो। एकचोटि ट्राई गर्नु होला तपाईँहरू पनि, यु मस्ट ट्राई है। कति मिठो थियो नि, मैले खाइ गरेँ। अनि यसरी बाहिरबाट चाहिँ के अरे बहिनीले त्यस पछाडि के भन्दै थिइन्, म हाँस्दै पनि थिएँ, पनि खाँदै थिएँ। मिठो भएर उनको गफ सुन्दै म हाँस्दै खाँदै थिएँ। अनि यसरी बाफ उडेको देख्न सक्नुहुन्छ, यति मिठो लागेर। त्यस्तो तातो हुँदाखेरि म खाँदै गफ सुन्दै बस्दै खाँदै गरेँ। यसरी कति मिठो बनेको थियो कि, मैले प्रशंसा चाहिँ गरेको नि, तर यो रेसिपी एकदम राम्रो हुनेछ दुध राखेर। अनि त्यसपछि मलाई चाहिँ मन पर्यो। यदि तपाईँहरूलाई पनि चिज फ्लेभरहरू चाहिँ मनपर्छ, चिज लाएको खानेकुराहरू भने चाहिँ तपाईँहरूले यो रेसिपी चाहिँ एकचोटि ट्राई गर्न सक्नुहुनेछ। अनि इफ तपाईँहरूले ट्राई गर्नुभयो भने कस्तो लाग्यो फिडब्याक दिनु होला। मलाई चाहिँ एकदमै मिठो लागेको थियो। थ्याङ्क यू फर वाचिङ, बाई बाई। रेसिपी देखाउन गइरहेछु। सुरुमा यसरी पानीमा बोइल गरेर प्याजको पत्ताहरू राखेँ, अलिकति मिल्क राखेर यसरी बोइल गर्दै गएँ। त्यस पछाडि सुरुमा चाहिँ त्यो पानी उमालेको थियो नि, त्यो पानीलाई चाहिँ हटाएर मिल्क राखेको मैले। अनि यसरी चलाउँदै गर्ने, अनि त्यस पछाडि पाक्नलाई छोडिदिने। अनि